हेलो नमस्ते क्रसओभर पीएमएस को भिडियो सेक्सनमा हजुरहरु सबैलाई स्वागत छ। अबको भिडियोमा म हजुरलाई हाउसकिपिङ मोड्युलको बारेमा डिस्क्राइब गर्न गइरहेको छु। हाउसकिपिङ मोड्युलमा चाहिँ नर्मली हामीले यहाँ सबै रुमहरुको विथ स्टेटस देखाइरहन्छ। कसैको स्टेटस चेन्ज गर्नु पर्यो भने तपाईले यहाँ सिलेक्ट गरेर गर्न सक्नुभयो। या अब मल्टिपल गर्नु छ भने तपाईले मल्टिपल टिक लगाएर पनि योलाई के गर्ने भन्ने अपडेट अलबाट नि गर्न पाइयो। यहाँ क्याटेगोरीहरुमा अब कस्तो खाले रुम हेर्ने त्यस्तो हेर्न पाइयो। अलमा अब कुनै रुमलाई मैले अपडेट गरेर अब अर्को के स्टेटसमा लानु पर्यो भनेसी जस्तै मैले 103 लाई चाहिँ मैले अब आउट अफ सर्भिसमा राख्नु पर्यो भने चाहिँ कहिलेदेखि कहिलेसम्म डेट राख्यो त्यसरी चाहिँ हामीले अपडेटहरु गर्न पायौं। अब अर्को हाउसकिपिङको स्टाइल गर्नुको लस्ट एन्ड फाउन्डको पार्टहरु चाहिँ केही पायो भने यहाँ राख्दियो भने चाहिँ फ्रन्ट अफिसको युजरले हेर्ने अनि इन्फर्म गर्ने चाहिँ यहीको पेजमा देखिराख्ने। अर्को चाहिँ अब हाउसकिपिङको डिपार्टमेन्टले केही सामानहरु स्टकसँग चाहिरहेछ भने चाहिँ उहाँहरुले अब स्टक रिक्वेसन गर्नुहुन्छ। त्यो गरिसकेपछि अब मेन स्टोरको मान्छेले उताबाट सामान पठाइदिनु भयो भने चाहिँ अटो रिसिभमा पनि राख्न पायो। उहाँले इस्यु गर्नुहुन्छ उहाँले यताबाट स्टक रिसिभमा आफैले म्यानुअल रिसिभ पनि गर्न पायो। अर्को चाहिँ अब भइसकेको अब सामानहरु आएपछि चाहिँ कन्जम्सनहरु गर्ने पार्ट्सहरु लिएर अब उहाँसँग भएको सामानहरुलाई कन्जम्सन गर्ने कुन रुममा हाल्यो त्यस्तो रेकर्डहरु राख्न पायो। त्यही आधारमा चाहिँ इन आउटको रिपोर्टहरु हेर्ने पार्ट्सहरु हुन्छन्। अब उहाँले इन आउटमा चाहिँ नर्मली मैले कति इन गरे कति आउट गरे कति बाँकी छ अब हरेक सामानहरु चाहिँ यसरी लिस्ट भएर चाहिँ आइराख्ने पार्ट्सहरु हुन्छन्। त्यति हो योमा चाहिँ। हस् धन्यवाद।